आयुर्वेद पञ्चकर्म चिकित्सामध्ये महत्त्वपूर्ण चिकित्सामा पर्दछ शिरधारा, जसलाई टाउकोमा विभिन्न प्रकारका औषधि र क्वाथ द्रव्यहरूलाई निरन्तर निधारको विशेष भागमा चुहाएर गरिने एक प्रकारको थेरापी हो। यो शिर सम्बन्धी सम्पूर्ण समस्या जस्तै माइग्रेन, पिनास, निन्द्रा नलाग्नु, कपाल झर्ने समस्या, अनिद्रा, तनाव, स्मृति बढाउनमा, मस्तिष्कलाई पोषण गर्नमा, साथै मानसिक आरामका लागि र ज्ञानेन्द्रियहरूको शुद्धिकरण र मन शान्त गराउनका लागि प्रयोग गरिन्छ। स्वस्थ मनस्थितिका र सेरेब्रल पाल्सी पीडित बालबालिकाहरूका लागि र अल्जाइमर, पार्किन्सन जस्ता बिरामीहरूका लागि शिरधारा थेरापी अत्यन्तै राम्रो थेरापी हो। वर्तमान तनावयुक्त समाजमा शिरधारा चिकित्सा एक आयुर्वेदिक वरदान जस्तो मानिन्छ। शिरधारा जो कोहीले पनि गर्न सक्दछन् भने यो विशेष गरी बिहानको समयमा गर्दा उपयुक्त मानिन्छ। यसलाई चाहिँ एउटा प्राकृतिक चिकित्सामध्ये महत्त्वपूर्ण चिकित्सा पद्धति हो।